गुड मर्निङ एभ्रिवान, वेलकम टु माई अनदर ब्लग। र आज चाहिँ म तपाईहरुलाई हाम्रो बारी देखाउन गइरहेको छु। र म तल चाहिँ मेरो भतिजले जोत्दैछ आज माइलाले, र त्यसले चाहिँ अब एसी दिनु लागेको छ। त्यही भएर अब यो अलिकति जोतेर चाहिँ म एसी दिनु जान्छु भनेर चाहिँ त्यो तल आज 2 दिन भयो जोतेको। अनि एकदम ठुल्ठुलो गरा छ, त्यति धेरै जोत्न सक्दैन। हिजो 3 गरा जोत्यो होला, आज कति जोत्छ म तपाईहरुलाई वहीँ गएर देखाउँछु है त। मेरो भतिजको रियाक्सन कस्तो हुन्छ अनि के भन्दो रहेछ त्यसले हैन, त्यसको सोच विचार के छ, पढेर के बन्ने, त्यो म तपाईहरुलाई चाहिँ वहीँ गएर देखाउने छु। त्यहाँ चाहिँ हाम्रो माइलाले जोत्दैछ। आज चाहिँ मैले माइलाको एकदम हल्का इन्टरभ्यु लिन गइरहेको छु। हाम्रो माइला एकदम मेहनती छ है। फेरि मैले इनर्जी ड्रिङ्क दिएर चाहिँ केटोलाई जोत्नु लगाइरहेको छु हैन। त्यही भएर अब हाम्रो माइला चाहिँ यो साल एससी दिँदैछ। त्यही भएर अब कस्तो लागिरहेछ त एससी दिन, कस्तो कन्फिडेन्ट कस्तो छ भन्नु पर्यो। भोलि भन्छु। भोलि हो म भोलि लगाइज। हाम्रो माइला चाहिँ एकदम मेहनती पनि, एकदम मेहनती गोरु चाहिँ एकदम खतरा जोत्ने। ल हेर्नु सक्नुहुन्छ यहाँ सर है, यत्रो जोतिसकेर आज कति 3 कान्ला जोतेर पनि अब यहाँ यो कान्लादेखि 4 कान्ला हुन्छ। आज अब 3 कान्ला जोत्छ होला माइलाले। त्यसपछि भोलि माइलाको चाहिँ कमिङ सुन अर्को भिडियो चाहिँ आउँदैछ। बिदाईमा चाहिँ कतिको रुन्छ केटो, अब हेरौँ। र हाम्रो माइलासँग आउने केटी चाहिँ एकदम भाग्यमानी हुन्छ। यस्तो मेहनती छ केटोले, खतरा जोत्ने है। कृषिमा पनि त्यत्तिकै अब्बल, पढाइमा त्यत्तिकै, खेल्नु अब खेल्नुमा खेलाडी अब त्यस्तै छ। स्पोर्टमा हेर्नु न, भलिबल नम्बर 1 लगाएर चाहिँ भलिबलको सर्ट चाहिँ फेरि केटोले हानेपछि कसैले उठाउँदैन है। अब फेरि एसी दिइसकेपछि केटो लाउरेमा भेट्छु भनेको छ। अनि लाउरे अब के, ल तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो बारी। अब गाउँघरमा चाहिँ मकै छर्ने सिजन आउँदैछ। त्यही भएर अब बाँझो साझो मारेर अब हामी चाहिँ वैशाखतिर छर्छौँ मकै। अब लेखतिर त उहिले छरिसक्नु भयो होला सायद। लेखतिरको टाइम चाहिँ अब हाम्रो बेसीमा भन्दा चाँडै मकै छर्नु पर्ने हुन्छ। सो त्यही भएर तपाईहरुलाई छोटो यो मेरो मिनी भ्लगमा चाहिँ हाम्रो बारीहरू देखाउन चाहेँ। र हेर्नुभयो होला तपाईहरुले हाम्रो बारी कस्तो लाग्यो। र हाम्रो गाउँ त्यस्तो धेरै पनि छैन है। यता फुपूको घर छ, त्यसपछि पारी सरोज भाइहरूको घर, सरोज अर्पण एसआर भनेर चाहिँ उहाँले पुरै धमक्कादार चाहिँ प्रस्तुति दिँदै आउनुहुन्छ। उहाँको घर चाहिँ वहाँ छ है, तपाईहरुले देख्न सक्नुहुन्छ। सो ल गाइज, आज चाहिँ मैले एकदमै सर्ट भिडियो, एकदमै छोटो मिठो तपाईहरुलाई चाहिँ तपाईहरुमाझ यो भिडियो ल्याउने कोसिस गरेको छु। र हेरेर साथ दिनु होला भन्न चाहन्छु। र हाम्रो बारी चाहिँ यही हो। हामी पहिले सानैदेखि यो बारीमा काम गर्दै हुर्किँदै यत्रो ठुलो भयौँ, कहाँ पुग्यो है, के गरियो। अब त्यो त सबैको लाइफमा सबैको भोगाइहरू त भइ नै हाल्छ आफ्नो हैन। ल गाउँघरमा चाहिँ यसरी जोतिन्छ। हलो, यसको नाम पनि सायद कतिलाई थाहा छैन होला हौ। ल राम्रोसँग जोतेर आइज। विशेष गरी मैले यो भिडियो चाहिँ के को लागि पनि बनाएँ भने हाम्रो हजारौं दाजुभाइहरू चाहिँ विदेशमा हुनुहुन्छ। उहाँहरूलाई चाहिँ यस्तो गाउँघरको भिडियो देख्न पाउँदाखेरि एकदमै खुसी लाग्छ जस्तो लाग्छ। सो त्यसैले मैले यो भिडियो बनाएँ है।
तपाईहरुले देख्न सक्नुहुन्छ बारी अहिले जोत्ने खन्ने काम भइरहेको छ। अब यसपछि मल हालेर यो चाहिँ मकै छर्ने गरिन्छ। र म पनि कुनै समय आउट कन्ट्रीमा हुँदाखेरि यस्तो भिडियो देख्न पाउँदा एकदम खुसी लाग्थ्यो कि गाउँघरको याद आउँथ्यो। र कतिलाई त अब यही गाउँको दाइ भाइहरू पनि बाहिर हुनुहुन्छ। त्यहाँ तल्लो घरको कान्छा भाइ छ विदेशतिर है, माथिरको दाइहरू छ, पर्तिरको दाइहरू सबै बाहिरतिरै हुनुहुन्छ। अनि यसरी गाउँघरहरू हल्का देख्न पाउँदा पनि उहाँहरूलाई एकदम खुसी लाग्छ जस्तो लाग्छ कि मलाई चाहिँ जहाँसम्म। र हुन त आफ्नो आफ्नो सोच विचार हो, कसैलाई मन पर्ला कसैलाई नमन पर्ला, मन पर्नै पर्छ भन्ने पनि छैन। तर पनि मैले यो भिडियो चाहिँ उहाँहरूको लागि पनि हल्का हाम्रो गाउँघरको भिडियो देख्न पाउँदा उहाँहरूलाई खुसी लाग्छ होला भनेर चाहिँ मैले हजुरहरूकै लागि चाहिँ मैले यो भिडियो हल्का बनाएको छु। हेरेर लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ।